नमस्कार। मैले चाहिँ आजभोलि टेक च्यानल चलाइरहेको छु। एउटा समाचार र न्युज ब्लग मैले बन्द गरेर अहिले चाहिँ टेक च्यानल चलाइरहेको छु। तपाईँहरूलाई भ्युज कसरी इन्क्रिज गर्ने युट्युबमा भने त्यसको बारेमा अहिले म आज तपाईँलाई प्रुफको साथ बताउन गइरहेको छु। किनकि योभन्दा अगाडि पनि मैले न्युज च्यानल चलाउँथेँ र जसमा क्याटेगोरीको रूपको हिसाबले म न्युज च्यानल चलाउँथेँ है। जसमा भ्लग टाइपको हुँदा पनि मैले न्युज भन्ने चलाइरहेको थिएँ। किनकि भ्लग चलाउँदा पनि उसले न्युज क्याटेगोरीमा राख्थ्यो युट्युबले। त्यही भएर धेरैजनाले साथीहरूलाई लागिरहेको होला कि युट्युब च्यानल कसरी ग्रोथ गर्न टाइम लाग्दैन। तर 5-6 महिनादेखि 1 वर्षसम्म समथिङ मेहनत गर्नुपर्छ। तपाईँको सजिलो गरी हुन्छ। मेरो योभन्दा अगाडिको सानो स्टुडियो भन्ने च्यानल थियो, त्यसले मैले ग्रोथ गरिसकेको थिएँ। र अहिले चाहिँ मैले त्यसलाई नाम चेन्ज गरेर ग्याजेट नेपाल भनेर राखेको छु। जसलाई मैले तपाईँको अगाडि योभन्दा अगाडि मेरो च्यानलको अवस्था के थियो, अहिले मैले कसरी ग्रोथ गरेँ, त्यो पनि प्रुफका साथ तपाईँलाई देखाउनको निम्ति यो भिडियो बनाउँदैछु। नत्र मलाई यो भिडियो बनाउन जरुरी थिएन। मैले तपाईँलाई भिडियो बनाएर म यो अहिले टेक च्यानल बनाउँदाखेरि कि मेरो भ्युज कति छ भनेर त्यो देखाउँछु र त्यस पछाडि मैले समाचार च्यानल हुँदाखेरि मेरो कति थियो त्यो देखाउँछु र यो ग्रोथ कसरी गर्न सकिन्छ र के कुरा हामीले जान्नुपर्छ, के कुरा अनिवार्य युट्युबको लागि चाहिन्छ भनेर त्यो तपाईँलाई बताउँछु यो भिडियोमा, त्यो पनि प्रमाणका साथ है। किनकि आजभोलि मान्छेले बिना प्रमाण विश्वास गर्दैन। तपाईँले एकचोटि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो त्यो प्रमाण पनि हेरेर जानुहोला, जो म तपाईँलाई देखाउन गइरहेको छु। अन्यथा तपाईँलाई लाग्ला कि यसले झुट बोलिरहेछ। म झुट बोलिरहेको छैन। त्यही भएर तपाईँले हाम्रो च्यानललाई मजाले माया लाग्छ भने हाम्रो च्यानलको सब्सक्राइब अनि लाइक सेयर अनि जति हुन्छ साथीहरूलाई सेयर गरिदिनु। मैले तपाईँलाई दिने सानो सल्लाह अथवा मैले दिने तपाईँलाई सानो टिप्सले तपाईँलाई छिट्टै ग्रोथ गर्नका लागि 3-4 वटा कारण चाहिन्छ। 3-4 वटा चिज अनिवार्य हुनु। पहिला त भिडियो क्वालिटी हुनुपर्छ। दोस्रो, तपाईँले कन्टेन्ट बनाइसके पछाडि त्यसलाई अपलोड गर्दाखेरि कसरी अपलोड गर्ने त्यो सबै जान्नुपर्छ। तर त्यसको बारेमा भिडियो म अर्कोचोटि बनाउँछु। तर म तपाईँलाई चाहिँ आज मेरो भ्युजहरू हिजो कस्तो थियो आज कस्तो त्यो देखाउँछु। सबैभन्दा पहिला वाइटी स्टुडियोमा जाउँ र मेरो भिडियो हेरौँ। यो मेरो वाइटी स्टुडियो। यो मैले भिडियो हालेको आज सायद कति 3 दिन भयो। 3 दिनमा जम्मा मैले 63 जनाले मात्रै मेरो भिडियो वाच गरेको छु। यसमा चाहिँ एआईबाट कसरी हामीले त्यो बाँदरहरू जो मङ्की भिडियोहरू बनाउँछ नि त्यो कसरी बनाउँछ त्यसको हालेको छु। तर मेरो भ्युजहरू गएन। मैले कोसिस गर्दा पनि गएन। मेरो त्यसमा एउटा कारण छ। त्यो कारण के छ भन्दाखेरि मैले हिजो न्युज च्यानल चलाउँथेँ र त्यही युट्युब च्यानललाई चेन्ज गरेर मैले चाहिँ साइन्स एन्ड टेक्नोलोजीमा आज आएको छु। त्यसलाई चाहिँ मैले चाहिँ परिमार्जन गरी टेक च्यानल बनाएको। त्यो कारणले पनि मलाई समस्या पर्यो एउटा। पहिला मेरो भ्युजहरू हेर, मेरो यति छ। तपाईँलाई 246 जनाले र 1 घन्टा 19 मिनटको हाम्रो वाच टाइम गएको छ। यो यस्तो छ। यहाँ छ। यहाँ हेर्दाखेरि एकदम दयनीय, दया लाग्दो, माया लाग्दो छ। र 2 दिनमा तपाईँलाई एउटा कुरा भनौँ, मैले 2 दिनमा चाहिँ मेरो युट्युबमा चाहिँ लगभग 60-70 जना सब्सक्राइब कमाएको छु 2 दिनभित्र। र सम्भवतः 1 हप्तामा म तपाईँलाई 1000 बनाउँछु। त्यो पनि कसैसँग पैसा नलिकन फ्री। त्यो देखाउँछु। त्यो कसरी गर्न सकिन्छ त्यो पनि म भन्नुला। तर अहिले चाहिँ हाम्रो भ्युज कसरी पनि त्यही हेरौँ। अब आयो मेरो युट्युब च्यानलमा पुरानो च्यानल म खोलेर देखाउँछु। पुरानो च्यानलको पुरानो भिडियो जसलाई मैले प्राइभेट गरेको थिएँ त्यो भिडियो खोलेर देखाउँछु। मजाले यो चाहिँ मेरो हेर्नुहोस् है। यो चाहिँ मेरो युट्युब च्यानल पहिलाको नाम चाहिँ मेरो ग्याजेट नेपाल थियो। के अरे सानो स्टुडियो थियो। हेर्नु सानो स्टुडियो यहाँ देखाइरहेछ डिस्प्लेमा। अनि मैले नाम चेन्ज गरेर यो राखेको। अब र यति भइसके पछाडि मैले अहिले तपाईँलाई हालेको भिडियोहरू अहिले मेरो होम पेजमा देखाएको भिडियोहरू यो हो है। एउटा, दुईटा, तीनटा भिडियो मात्र मैले हाल्न भ्याएको छु। त्योभन्दा अरू मैले भिडियो हालेको छैन। तर मेरो पुरानो भिडियो कति थिए म तपाईँलाई देखाउँछु। यो पुरानो भिडियोहरू म तपाईँलाई देखाउँछु कति धेरै थिए। अब यसमा चाहिँ यहाँ जाउँ। फुल भिडियोहरूको यहाँ हेर म तपाईँलाई सबैको सब्सक्राइबर देखाउँछु। कति छन् मेरो 17,000, 15,000, 2,000, 3,000 त नर्मली आउँथ्यो। सबैमा राम्रो इन्क्रिज छ। यो 10,000 इन्क्रिज भएको भिडियो हो। यो 10,000 छ।
कसरी सम्भव भयो होला यो त? 10,000 काठमाडौँ तपाईँ दोहोरी बुझ्न साँझ, सक्नुहुन्छ। पछौरी दोहोरी साँझ हो, सञ्चालक हुन् तेजेन्द्र परियार कलौटे। 10,700 केही दिन अगाडि छोराको बिरामी 51 पर्दा जनाको छ। छोराको उपचारको निमित्त भिडियो चाहिँ म यसरी बनाउँथेँ। सबैसँग हात जसले गर्दाखेरि फैलाउँदै मेरो छोराको उपचार गरिदिनु पर्यो भन्दै। यो एउटा 10,000 को भयो तपाईँको। अनि सबै मेरो धेरै छ भन्ने होइन, अर्को मेरो यो 17,000 छ यसमा, यो भिडियो पनि आउनुहोस् सुरु गरौँ 17,000 आजको छ। कार्यक्रम। आजको कार्यक्रममा इन्द्रेणीको बारेमा बताउन 17,300 गइरहेको छ छु। यो भिडियो। इन्द्रेणीमा विवाद चर्किरहेको थियो अनि र तपाईँलाई केही दिन भिडियो सामाजिक कसरी बनाउनु, सञ्जाल र कसरी विभिन्न लेख्नुपर्छ, पत्र कति पत्रिका लेख्नुपर्छ, कति मिडियामा लेख्नुपर्छ, छ्यापछ्याप्ती इन्द्रेणीको यो बारेमा सबै वाद भयो विवाद, तपाईँलाई। चर्का नारा र चर्का विरोधको अब स्वरहरू सुनिँदै आइरहेको थियो। यसैमा कृष्ण कौडेलले पनि पत्रकार सम्मेलन गर्दै खण्डन गर्दै आएका थिए भने अर्को समूहले मैले यसरी भिडियो बनाउँदाखेरि मलाई ट्याग च्यानल चाहिँ बनाउन मन लाग्यो कि ट्याग च्यानलको लागि चाहिँ अलिकति गाह्रो त हुन्छ, तर भ्लग टाइपभन्दा अलिकति फरक हुन्छ। फेस रिभिल नगरिकन म बनाइरहेको थिएँ, तर आज चाहिँ फेस रिभिल गरिरहेको छु तपाईँको अगाडि मजाले। यी सबै मेरो भिडियो हुन्, यी धेरै प्राइभेट छन्, किनकि मैले तपाईँलाई चाहिँ यो के देखाउनको लागि मात्रै मैले यसलाई ओपन गरेँ, न सबै प्राइभेट च्यानल छ। मसँग 3टा भिडियो मात्रै छ, म सर्ट भिडियो पनि एउटा मात्रै हालेँ, यो एउटा 2टा मात्रै छ मसँग अहिले। मैले सर्ट भिडियो पहिला पनि बनाउँथेँ, तर तपाईँलाई मैले यो भिडियो बनाइसके पछाडि कस्तो लाग्छ, मैले सही या गलत, तपाईँले केही गलत इन्फर्मेसन दिइरहेको जस्तो लाग्छ भने त्यो अन्य कुरा भइहाल्यो, स्किप गरेर गइहाल्यो हुन्छ। होइन भने तपाईँलाई राम्रो लागिरहेछ, तपाईँ आज आउनुभएको छ भने भोलि पनि पक्कै आउनु होला र मेरो युट्युब च्यानलमा भिडियोहरूको बारेमा तपाईँलाई आगामी दिन कसरी यो तपाईँले भिडियो बनाइसक्नुभयो, बनाइसकेपछि त्यो भिडियोलाई कसरी पोस्ट गर्ने, अनि त्यसको किवर्ड कसरी लेख्ने, डिस्क्रिप्सनमा कसरी लेख्ने, ट्याग कसरी हाल्ने है, यी सबै हालिसकेर पनि तपाईँ भिडियो चलेन भने के गर्ने त? जस्तै कि मैले अहिले डिस्क्रिप्सन, ट्याग, किवर्ड सबै हालिसक्दा पनि मेरो भिभोको भिभो मोबाइलको मैले रिभ्यू भिडियो बनाएको थियो, चलेन। तपाईँको अहिले अल्टिमेट एआई भिडियो कसरी बनाउने भनेर हालेको भिडियो त्यो पनि चलेन। अनि हिडन फेसबुक फ्रेन्ड रिक्वेस्ट कसरी हेर्ने भनेको मैले 2-3वटा भिडियो हालेको छु, त्यो पनि चलेन। तर ती भिडियो कसरी चलाउन सकिन्छ भनेर त्यो कहाँबाट बिचमा आइहाल्यो यहाँ, चलेन। यी भिडियोलाई कसरी चलाउन सकिन्छ भनेर तपाईँ टिप्स दिन्छु। तब सबैभन्दा पहिला त तपाईँसँग सब्सक्राइबर आउनु पऱ्यो। सब्सक्राइबर नआए पनि तपाईँको भिडियो चाहिँ 16, 17,000, 20,000सम्म जान सक्छ। तपाईँको म एउटा कुरा भनौँ, सधैँ तपाईँसँग 2-3टा मात्रै भ्युज आइरहेछ, त्यो आफ्नोमा छ। कुनै दिन तपाईँको एउटा भिडियो मात्र भाइरल भइदियो भने त्यसैले नै तपाईँको सब्सक्राइबर र वाच टाइमलाई इन्क्रिज गरिदिन्छ। त्यही भएर तपाईँ कन्टिन्युटी हुनुपर्छ। र मेरो 17,000, 15,000, 10,000 यी भ्युज आएकामा अहिले आएर 10वटा, 15वटा, 20वटामा झरेको छ, किनकि मैले बिचमा ग्याप पनि गरेँ, 4-5 महिना ग्याप गरेँ। 4-5 महिना ग्याप गरिसके पछाडि अब चाहिँ टेक्निकल चलाउँ भनेर मैले नाम चेन्ज गर्दाखेरि समस्या आएको। तपाईँले टेक्निकल होइन, तपाईँले जुन चलाइराख्नु त्यही चलाइराख्नुहोस् र के गर्नुपर्छ यी सब टिप्सहरू हेरेर तपाईँले भिडियो बनायो भने मजाले तपाईँको धेरै भन्दिनँ 1 महिनामा तपाईँको भिडियोहरूले राम्रो प्रोग्रेस गर्छ। र धेरैजनाले युट्युबमा चाहिँ भिडियोको बारेमा राम्रो इन्फर्मेसन दिँदैन, गलत दिन्छन्। नेपालीहरू दाजुभाइले पनि राम्रो खासै इन्फर्मेसन दिँदैन। मैले धेरै पहिलादेखि नै यहाँ हेर्दै आएको, देख्दै आएको छु र तपाईँहरूलाई आफ्नो युट्युब च्यानलमा ग्रोथ गर्न चाहनुहुन्छ भने म चाहिँ अब मेरो डिस्क्रिप्सनमा मेरो फेसबुक ग्रुप पनि पठाइदिउँला, अनि त्यसो वाट्सएप के अरे तपाईँलाई टेलिग्राम ग्रुप छ त्यो पनि पठाइदिन्छु र त्यसमा गएर तपाईँ जोइन भएर मजाले छिट्टोभन्दा छिटो ग्रोथ गर्न सक्नुहुन्छ। र यसको लागि चाहिँ आगामी दिन भोलिसम्म अझ कुर्नुपर्छ। म भोलि या पर्सि अर्को एउटा भिडियो बनाउँछु र तपाईँलाई यो तपाईँको अगाडि हालेको यो भिडियो चाहिँ इन्क्रिज गरेर देखाउँछु।